नमस्कार, म हेमन्त जैसी। आजको क्लासमा हामीहरू कक्षा 9 को अनिवार्य विषय गणितको पाठ 9 खण्डीकरण फ्याक्टराइजेसन अन्तर्गत रहेको अभ्यास 9.1 लाई कम्प्लिट सोल्युसन गर्नेछौँ। तपाईले पक्कै पनि कुरा बुझ्नुहुनेछ। मैले यहाँ भन्न खोजेको कुरा खण्डीकरण भन्ने च्याप्टर इम्पोर्टेन्ट रहेको छ। यसमा 9.1 र 9.2 दुईवटा अभ्यासहरू रहेका छन्। यी दुईवटा अभ्यासहरूको बारेमा नै तपाईले जान्नुपर्ने हुन्छ। यदि तपाईले खण्डीकरण अर्थात् यहाँ 9.1 र 9.2 मा चाहिँ राखिएका अभ्यासहरूको बारेमा जान्नु भएन, हिसाब गर्न आएन भने तपाईले पछि 10 च्याप्टरमा जाँदाखेरि तपाईलाई धेरै नै गाह्रो हुन्छ। किनभने चाहिँ त्यसमा खण्डीकरण अर्थात् विभिन्न अभिव्यञ्जकहरूको खण्डीकरणबाट नै हामीले लसमस निकाल्ने गर्छौँ। अब लसमस निकाल्नका लागि खण्डीकरण गर्न जान्नुपर्छ। तपाईलाई a क्युब प्लस b क्युबको सूत्र थाहा छैन, ती सूत्रलाई कसरी युज गर्ने, कस्तो कन्डिसनमा युज गर्ने त्यो कुरा थाहा छैन, अनि घन सङ्ख्या के हुन् त्यो थाहा छैन, अनि वर्ग सङ्ख्या के हुन् त्यो थाहा छैन, खण्डीकरण गर्न आउँदैन भने चाहिँ तपाईलाई धेरै गाह्रो हुनेछ। त्यसैले अभ्यास 9.1 र 9.2 लाई बुझ्नुपर्ने हुन्छ। आज भने हामीले अभ्यास 9.1 लाई चाहिँ कम्प्लिट सोल्युसन गर्नेछौँ। यसमा चाहिँ तपाईलाई विभिन्न सूत्रहरूको प्रयोग गरेर अर्थात् सूत्रहरूको प्रयोग गर्न सिकाइएको छ। अनि तपाईहरुलाई हाम्रो यस युट्युब च्यानल एडभान्स एजुकेसन स्कुलमा पनि हार्दिक स्वागत गर्न चाहन्छु। सुरु गरौँ आजको क्लास। अभ्यास 9.1 तपाईले लेखेको देख्न सक्नुहुन्छ। अभ्यासको प्रश्न नम्बर 1 मा भनेको छ सूत्र प्रयोग गरेर तलका अभिव्यञ्जकको घन पत्ता लगाउनुहोस्। घन भनेको क्युब। तपाईलाई पक्कै पनि थाहा छ a क्युब प्लस b क्युबको सूत्र, अनि a प्लस b को होल क्युबको सूत्र, a माइनस b को होल क्युबको सूत्र, a क्युब माइनस b क्युबको सूत्र। यति भए पुग्छ अहिलेको लागि। र अर्को a स्क्वायर माइनस b स्क्वायर को त तपाईलाई पक्कै पनि थाहा होला। यी सूत्रहरू पहिला जान्नुहोस् है। अब प्रश्न नम्बर 1 मा यिनीहरू संख्या छन्, यिनीहरूको घन निकाल भनेको छ। सबभन्दा पहिला सोलुसन एन्ड हियर लेखौँ हामीले। सोलुसन एन्ड हियर लेखेपछि कमा भनेको छ x प्लस 1, x प्लस 1 को घन, x प्लस 1 को क्युब बनायौँ हामीले घन भनेको। अब a प्लस b को होल क्युबको सूत्र के हो भन्ने कुरा जान्नुपर्छ। a प्लस b को होल क्युबको सूत्र a क्युब प्लस 3a स्क्वायर b प्लस 3a b स्क्वायर प्लस b क्युब हो। अब यसै अनुसार a क्युब x क्युब प्लस 3a स्क्वायर भनेको x को स्क्वायर इन्टु b भनेको 1 छ प्लस अनि 3 इन्टु a भनेको x इन्टु b भनेको के भयो त 1 को स्क्वायर प्लस b क्युब भनेपछि 1 को क्युब। अब x क्युब प्लस 3 इन्टु 1 3x स्क्वायर प्लस 3 1 इन्टु x इन्टु 1 3x मात्र भयो प्लस 1 को क्युब 1 भयो। यति नै यसको एन्सर भयो। यसरी हामीले यसलाई युज गरेका हौँ। अब सूत्र तपाईलाई पक्कै पनि थाहा छ a क्युब प्लस 3a स्क्वायर b प्लस 3a b स्क्वायर प्लस a क्युब b क्युब। यो सम्झिनु भयो भने तपाईले यो गर्न सजिलो भयो। अब तपाईले मान्ने कुरा यहाँ x छ नि, यसलाई a मान्ने, यो 1 छ नि यसलाई b मान्ने। अब यसै अनुसार त्यो सूत्रलाई जसरी त्यो सूत्र लेखिएको छ त्यसै अनुसार जान खोज्ने। जस्तो a क्युब लेखिएको छ भने a क्युब भनेको त x हो, x को क्युब भयो प्लस 3a स्क्वायर b छ भनेपछि 3 त 3 भइगयो, a स्क्वायर भनेपछि x को स्क्वायर भयो इन्टु b भनेपछि 1 भएको छ यहाँ हो। यसरी सम्झिँदै जाने। आई होप बुझ्नुभयो। अरु हिसाब चाहिँ अब हामीले छिटो गर्नेछौँ है। अब खमा भनेको छ हामीलाई x माइनस 3 छ। अब x माइनस 3 को क्युब भयो। अब यो a क्युब माइनस b क्युबको स्वरूपमा आयो। a माइनस b को होल क्युबको। अब a माइनस b को होल क्युबको सूत्र पक्कै पनि थाहा छ तपाईलाई a क्युब माइनस 3a स्क्वायर b प्लस 3a b स्क्वायर माइनस b क्युब। अब यसै अनुसार गर्यौँ हामीले। यहाँ a क्युब भनेको x क्युब भयो माइनस 3a स्क्वायर भनेको अब x को स्क्वायर भयो इन्टु b भनेको 3 भयो प्लस अब 3a x भयो इन्टु b भनेको चाहिँ 3 को स्क्वायर भयो माइनस 3 को क्युब भयो है b क्युब भनेको। अब यसलाई क्याल्कुलेसन गर्दाखेरि अर्थात् गुणन गर्दा जोड घटाउ जे गर्दा हुन्छ गरेपछि x क्युब माइनस 3 तिहां 9 9x स्क्वायर प्लस 3 को स्क्वायर भनेको 9 भयो, 9 तिहां 27x भयो माइनस 3 को क्युब 27 भयो। यति एन्सर भएको छ। अब पक्कै पनि तपाईले बुझिहाल्नु भयो आई होप। अब x प्लस 4 छ, x प्लस 4 को क्युब बनाऊ। अब a क्युब प्लस b क्युबको सूत्र a प्लस b को होल क्युबको सूत्र लगाऊ। a क्युब प्लस 3a स्क्वायर b प्लस 3 अनि a b स्क्वायर प्लस b क्युब। अब यसलाई लगाएका हौँ। यो x हो, यो b यो a हो, यो b हो। यसै अनुसार गर्न सक्नुहुन्छ। अब x क्युब प्लस 4 तिहां 12x स्क्वायर भयो प्लस 48x
भयो प्लस 64 भयो 4 को क्युब 64 अब 4 को स्क्वायर भनेको 16 भयो 16 त्यहाँ 48 भयो है गुणन गर्न जान्नुहोस् यहाँ स्क्वायर भनेपछि 4 4 4 दुना 8 भन्नु होला कहीँ यस्तो नगर्नु होला है अब घमा भनेको छ 2x - 1 घमा 2x - 1 छ 2x - 1 को क्युब बनाऊ अब भनेको 2x - 1 को होल क्युब बनायौं अब यो बनाइसकेपछि a क्युब - 3a² इन्टु b प्लस 3ab² माइनस a क्युब हो सरी b क्युब हो अब यसै अनुसार हामीले a क्युब को सूत्र a क्युब भनेको 2x छ यसको फर्ममा लाग्यौं र b क्युब भनेको चाहिँ 1 छ यसलाई सम्झिनु होला र माइनसको सूत्र युज गर्नु होला पुग्छ है अब यहाँ गर्न सक्नुहुन्छ तपाईले 2x को होल क्युब भनेपछि 8x क्युब भयो माइनस अब 2x² भनेपछि 4x² भयो अब अनि यो अर्को भनेको 3 * 2 भनेपछि 3 × 6x भयो अब -1 भएको है यसरी हामीले गरेका छौं यसरी हामीले क ख ग घ गरेर यिनीहरुका खण्डीकरण मजाले गर्न सक्छौं अब अरु बाँकी दुईवटा पनि छन् पक्कै पनि तिनीहरुको पनि बारेमा हेरौं ङमा छ 3y + 2b र अर्को चमा छ x / 2 - 1 x/2 - 1 छ अब यो भनेको a हो यो भनेको b हो अर्थात a + b को होल क्युब को सूत्र हो 3y + 2b को होल क्युब भयो अब a क्युब + 3a² b + 3b 3ab² माइनस सरी प्लस b क्युब भयो अब तपाईले यहाँ बुझ्नुपर्ने कुरा यसलाई हामीले सूत्रको फर्ममा लगेका हौं a + b को होल क्युब को अब यसलाई क्याल्कुलेसन गर्न आइहाल्छ होला पक्कै पनि 27y क्युब भयो प्लस 3 * 9y² इन्टु 2b भयो अब यहाँ स्क्वायर भनेपछि चाहिँ दुई चोटी गुणन गर्ने हो क्युब भने चाहिँ तीन चोटी हो यसलाई सम्झिनु होला पुग्छ यसै अनुसार यसको आन्सर हामीले 27y क्युब प्लस 54y² b प्लस 36b² प्लस 8b क्युब निकालेका छौं यहाँ कतै काहीँ मैले स्क्वायर को ठाउँमा कतै क्युब लेखेको पनि हुन सक्छु प्राय छैन होला तैपनि काहीँ छ भने तपाईले मलाई कमेन्ट गर्नु होला छैन है प्राय जतिसम्म मैले धेरै हेरेको हुँ अब चमा भनेको छ x / y - 1 अब x / y - 1 को होल क्युब भयो अब यो भनेको a यो भनेको b है अब a क्युब - 3a² b 3a² b प्लस 3ab² माइनस b क्युब अब यसै अनुसार अब a क्युब भनेको x क्युब डिवाइडेड बाइ x क्युब डिवाइडेड बाइ 8 भयो है अब यो अनि त्यसपछि यो भनेको चाहिँ फेरि x² - 4 भयो x² डिवाइडेड बाइ 4 भयो अब 3 * x 3x डिवाइडेड बाइ 2 भयो र अब यो यहाँबाट अरु के काट दिन सक्नुहुन्छ तपाईले मतलब अब यसको खालको कन्डिसन आयो भने अब जस्तै काट्न पनि सक्नुहुन्छ एलसीएम लग्न पनि सक्नुहुन्छ तर हामीले यहाँ नलग्ने किनभने हामीलाई a क्युब भन्दा पनि a - b छ नि त यहाँ a - b को होल क्युब को फर्ममा लिँदाखेरि यसरी गर्नु पर्छ है अब तपाईले पक्कै पनि बुझ्नु भयो यो 3/2 लेखेका हौं यो x लाई छुट्टै बनाइदिएका हौं एकै हो है यसरी हामीले गर्न सक्छौं कन्फ्युज छैन होला अब हेर्दै छौं हामीहरु प्रश्न नम्बर 2 लाई प्रश्न नम्बर 2 मा भनेको छ तल दिएका अभिव्यञ्जकको विस्तारित रूपमा लेख्नुस् भनेको छ भनेको यो 2x + 3y छ नि यसलाई विस्तारित रूपमा लेख्ने अरे भनेको 2x + 3y को क्युब छ यो भनेको 2x + 3y 2x + 3y 2x + 3y हो नभए तपाईले यसलाई a + b को होल क्युब को फर्ममा पनि निकाल्न सक्नुहुनेछ सिधै तर विस्तारित रूप भनेपछि यसलाई तीन चोटी लेख्दा हुन्छ अब यिनीहरुलाई हामीले तीन चोटी लेख्दियौ सकिन्छ है तीन चोटी लेख्दियौ दुईटा हिसाबहरु रहेका छन् मजाले तपाईले गर्न सकिहाल्नुहुन्छ अब यहाँ कमा भनेको छ 2x + 3y क्युब अब यिनीहरुलाई तीन चोटी लेख्दियौ क्युब भएको कारणले गर्दा 2x + 3y * 2x + 3y * 2x + 3y आन्सर अब यसमा पनि यही हो है यसमा पनि यही नै गर्ने हो तपाईले मजाले यहाँ हेर्न सक्नुहुन्छ अब यसमा चाहिँ 5a - 8b को क्युब छ अब यसमा 5a - 8b 5a - 8b 5a - 8b लाई तीन चोटी गुणन गर्दियौ सकियो यसरी हामीले 2 नम्बरलाई सल्भ गर्यौ अब प्रश्न नम्बर 3 हेरौं है प्रश्न नम्बर 3 मा के भनेको छ भने चाहिँ तल दिएका अभिव्यञ्जकलाई a + b को होल क्युब का स्वरूपमा लेख्नुस् भनेको छ यो चाहिँ यिनीहरुलाई यो a + b को होल क्युब को रूपमा टुक्र्याएर चाहिँ यहाँसम्म पुगेको छ यिनीहरुलाई चाहिँ हामीले स्वरूपमा लेख्नु पर्ने छ सजिलो रहेको छ सोलुसन एन्ड हियर लेखौं अब सबभन्दा पहिला कमा छ 27 a क्युब प्लस 10 8 अर्थात 108 a² b प्लस 44 ab² प्लस 64 b क्युब भनेपछि अब तपाईले यहाँ बुझ्नुपर्ने कुरा 64 भनेपछि 8 हो अर्थात 8 b क्युब होला यहाँ यो भनेको चाहिँ b क्युब हो यसलाई टुक्र्याउँदै जानुहोस् 8 b क्युब होला यहाँ पक्कै पनि र यो भनेको चाहिँ 27 भनेपछि 3a क्युब होला 3a को होल क्युब होला अब यसरी बुझ्दाखेरि है यसरी गर्ने हो अर्थात अब यो भनेको 3 को स्क्वायर हो
3 को स्क्वायर 27 हुन्छ, ए क्युब भनेको ए क्युब हो। अब 3 इन्टु 3 को स्क्वायर अर्थात् 3 इन्टु मतलब पक्कै पनि बुझ्नुभयो 3 इन्टु अब यो 3a स्क्वायर बी हो भनेपछि ए भनेको अब तपाईँले 3a को होल स्क्वायर पनि बनाउन सक्नुहुन्छ, तर छुट्टा छुट्टै लेखिदिएँ मैले। अब अनि बी भनेको 4b छ है, यहाँ बुझ्नुभयो। र अर्को कुरा भनेको यहाँ चाहिँ अब 144 छ, 144 मा पहिला हामीले बुझ्नुपर्ने कुरा 3a बी स्क्वायर हो। यहाँ यो खण्डमा चाहिँ अब 3 भयो, ए भनेको 3a भयो, बी स्क्वायर भनेको ए स्क्वायर बी भयो है। अब यसै अनुसार यसलाई टुक्राएको हो। अब यो 3a क्युब भयो र यो 4b क्युब भयो, त्यसैले 3a प्लस 4b क्युब यसको एन्सर भयो। अर्थात् यो बराबर चाहिँ यो 27a क्युब प्लस 108a स्क्वायर बी प्लस 144a बी स्क्वायर प्लस 64b क्युब हुन्छ भनेर लेखेका छौँ। अब यसकै प्रश्न नम्बर खमा पनि यो a प्लस b को होल क्युबको स्वरूपमा लिनुपर्ने छ। यसमा पनि तपाईँलाई पक्कै पनि आउँछ होला 2x को क्युब अनि यहाँ 3y क्युब 2x प्लस 3y क्युबको होल स्क्वायर हुने हो यहाँ, किनभने चाहिँ 2x को क्युब भनेको ए क्युब भयो प्लस 3a अब हामीले यहाँ ए बी स्क्वायर गर्ने हो। अब मैले पक्कै पनि गरेँ 3a 2x भनेपछि यहाँ स्क्वायर लेख्न छुटाएँ कि क्या है, मैले यहाँ स्क्वायर लेख्न छुटाएँ, तपाईँले अहिले लेखिहाल्छु मैले यहाँ। अनि त्यसपछि 3y भयो प्लस 3, अब यहाँ चाहिँ स्क्वायर छ, ठिक छ। अब मैले यहाँ अहिले लेखिहाल्छु है, मतलब अहिले लेखि नै हाल्छु, तपाईँले पक्कै पनि यहाँ कुरा बुझिहाल्नु हुनेछ है। मैले यहाँ लेखेँ, यसरी हामीले लेख्यौँ भनेको अब 3a स्क्वायर बी अनि 3a बी स्क्वायर भयो अनि बी क्युब भइगयो। अब यसमा पक्कै पनि बुझ्नुभयो यो भनेको ए क्युब भयो, यो भनेको बी क्युब भयो, अर्थात् अब यो भनेको 2x प्लस 3y को होल क्युब भयो, यो बराबर यो हुन्छ भनेर लेख्यौँ। सजिलो छ नि, पक्कै पनि छ। यस प्रकार हामीले यो क्वेसनलाई सजिलै गर्न सकेका छौँ। अब 4 नम्बरमा के भनेको छ भने चाहिँ a माइनस b को होल क्युबका स्वरूपमा लेख भनेको छ, उस्तै प्रकारको छ प्राय। अब यसमा माइनसको मात्र फरक छ, अरू केही छैन, तपाईँले बुझिहाल्नुहुन्छ यसलाई सजिलैसँग है। कमा भनेको छ 64m क्युब माइनस 48m स्क्वायर n प्लस 12m n स्क्वायर माइनस n क्युब छ। अब यो n क्युब भनेपछि यो 64 भनेपछि 8 इन्टु 8 इन्टु अब भनेपछि 4 अर्थात् 2 अब जसरी गर्दा पनि भयो, मेरो विचारमा 4 है, 4 भयो। 4 इन्टु 4 इन्टु 4 4लाई 3 चोटि गुणन गरे 64 हुन्छ, त्यसैले 4m भयो। अब 4m ए क्युब भएपछि बी क्युब भनेको n स्क्वायर भयो है। अब तपाईँले यसै अनुसार 4m को होल क्युब माइनस 3 इन्टु 4m को होल स्क्वायर इन्टु n, अब यो ए अनि बी भयो है, ए स्क्वायर बी भयो, 3a स्क्वायर बी अनि 3a बी स्क्वायर भयो, र यसै अनुसार 4m माइनस n को होल क्युब भयो है। अब खमा चाहिँ त्यही कुरा छ, अर्थात् यस्तै खालको छ। यसमा चाहिँ 25 भनेपछि 5p को होल क्युब ए हो है, अनि 5p चाहिँ ए हो अनि 2q चाहिँ बी हो। अब यसरी ए क्युब माइनस बी क्युब भन्ने छ। अब यो भनेको 5p को होल क्युब हो माइनस अब 3a स्क्वायर अनि बी भयो 3a बी स्क्वायर भयो है। अब यो लास्टमा क्युब त तपाईँले सम्झिहाल्नुभयो, त्यसैले 5p माइनस 2q को होल क्युब, यसरी यिनीहरूलाई सल्भ गर्न सक्छौँ। अब प्रश्न नम्बर 5 लाई हेरौँ। अब प्रश्न नम्बर 5 मा के भनेको छ त्यो पनि सम्झिनुपर्ने हुन्छ। 5 नम्बरमा भनेको छ तल दिएका अभिव्यञ्जकको खण्डीकरण गर्नुहोस्। अब यसमा खण्डीकरण हामीले सजिलैसँग गर्नेछौँ, तपाईँले पक्कै पनि कुरा बुझ्नुहुनेछ जतिसम्म म भन्ने छु। र यो खण्डीकरण VVI है, परीक्षाको लागि पनि VVI 2 मार्क्समा सोध्न सक्छ। र अर्को कुरा भनेको 10 च्याप्टरका लागि पनि VVI। कमा भनेको छ 8x को पावर 4 प्लस 27x है। अलि लामा हुन्छ नि, मैले सबै कुरा एक्सप्लेन गर्नेछु। अब पहिलो हिसाबलाई चाहिँ मैले यहाँ बुझाउन गइरहेको छु। सबभन्दा पहिला यहाँबाट हामीले x कमन पाएका छौँ, दुईटैतिर x छ नि त, x कमन आयो। x कमन आइसकेपछि x क्युब प्लस 27x बचेको छ है, 8x क्युब प्लस 27 बचेको छ। अब यो x लाई जस्ता लिइहालौँ। अब यो भनेको a क्युब भयो, 2x को होल क्युब बनाए a क्युब भयो, र 3 को होल क्युब बनाएपछि b क्युब 27 भयो, अर्थात् यो भनेको a क्युब, यो भनेको b क्युब। अब a क्युब प्लस b क्युबको सूत्र के हो तपाईँलाई पक्कै पनि थाहा छ, a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर है। अब प्लसको पनि तपाईँलाई प्लसको यो a क्युब प्लस b क्युबको थाहा छ कि नै, ए क्युब प्लस बी क्युबको सूत्र पक्कै पनि आयो, थाहा छ तपाईँलाई, a प्लस b अनि a स्क्वायर माइनस ab प्लस b स्क्वायर है, सम्झिनु भएको छ। अब यही फर्ममा लगाउँ हामीले, x लाई त जस्ता लेखौँ। अब पहिला a प्लस b भनेपछि 2x प्लस 3 भयो, अनि a स्क्वायर माइनस 2a स्क्वायर माइनस ab लेख्यौँ हामीले, प्लस b स्क्वायर भयो। मतलब तपाईँले पक्कै पनि बुझ्नुभयो। अब पहिला हामीलाई के भनेको छ,
ए प्लस बी हो सूत्रमा। ए प्लस बी भनेपछि 2x प्लस 3 भयो ए प्लस बी, अनि ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर। ए स्क्वायर भनेको 2x को स्क्वायर भयो माइनस एबी 2x छ एबी, अनि इन्टु बी भनेको 3 छ प्लस बी स्क्वायर भयो। अब हामीले 2x प्लस 3 भयो जस्ता जस्तै, अब 2x को होल स्क्वायर भनेपछि 4x स्क्वायर भयो माइनस 6x प्लस 9 भयो। यही नै यसको एन्सर भयो। आयो तपाईँले पक्कै पनि यो हिसाबलाई बुझ्नुभयो है। ए क्युब प्लस बी क्युबको फर्ममा लगेको यसलाई सम्झिनु भयो पक्कै पनि। मैले यसलाई फेरि एकचोटि भनिदिन्छु, अरू हिसाबमा त्यति धेरै गराउन्न मैले। अब यहाँ 2x को होल क्युब भयो भने चाहिँ यो 8x क्युब हुन्छ, अनि प्लस अनि यो 3 को होल क्युब भयो भने चाहिँ 27 हुन्छ। अब यो भनेको ए हो, यो भनेको बी हो, 3 भनेको बी, 2x भनेको ए हो। अब ए क्युब प्लस बी क्युब भएका छन् यिनीहरू, अर्थात् ए क्युब प्लस बी क्युबको सूत्र तपाईँले याद हुन जरुरी छ। ए क्युब प्लस बी क्युबको सूत्र ए प्लस बी अनि ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर हो। अब यही सूत्र अनुसार अब हामीले ए प्लस बी भनेको 2x प्लस 3 लेख्यौँ, अनि ए स्क्वायर भनेको 2x को होल स्क्वायर लेख्यौँ, माइनस एबी भनेपछि 2x इन्टु बी लेख्यौँ। ए यो भयो, बी भयो, अनि प्लस बी स्क्वायर लेख्यौँ। अब यसैलाई टुक्राएको आई होप सम्झिनु भयो। अब क गरिसकेपछि खमा छ 8x क्युब प्लस 8y क्युब। अब x क्युब भनेको x क्युब नै भइगयो, अनि y क्युब ए क्युब भनेको चाहिँ x क्युब भयो, र बी क्युब भनेको चाहिँ 2y को होल क्युब भयो। अब 2 लाई 3 चोटि गुणन गरेपछि पक्कै पनि 8 हुन्छ, र y क्युब त जस्ता जस्तै भइहाल्यो। अब यसलाई पनि a प्लस बी ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायरको फर्ममा लगाउँ भनेपछि मतलब ए क्युब प्लस बी क्युबको सूत्रमा लगाउँ। ए क्युब प्लस बी क्युबको सूत्र ए प्लस बी हो, x प्लस 2y भयो, अनि ए स्क्वायर हो, x स्क्वायर भयो, माइनस एबी हो, x इन्टु 2y भयो, अनि x भनेको ए 2y भनेको बी है, अनि प्लस 2y को होल क्युब भयो। अब x प्लस 2y अनि अर्को भनेको x स्क्वायर माइनस 2xy अनि प्लस 4y स्क्वायर। यसरी हामीले यसलाई सजिलै गर्न सक्छौँ। अब गमा छ 1 प्लस 125 एक्स क्युब। अब 1 भनेको त अलरेडी 1 को क्युब भइगयो, 125 भनेपछि 5 को क्युब भयो, र x को क्युब अलरेडी छ। अब यसमा पनि हामीले एक क्युब प्लस बी क्युब अर्थात् मतलब ए प्लस बी ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर भनेको 1 प्लस 5x, अनि ए स्क्वायर माइनस ए स्क्वायर माइनस अनि एबी ए भनेको अब कति छ त 1 छ इन्टु 5x भयो, अनि बी स्क्वायर है। यसलाई टुक्र्याउँदा यस प्रकारको मान आयो 1 माइनस 5x प्लस 25x स्क्वायर है। यति एन्सर भएको छ। पक्कै पनि यहाँ सजिलो छ। अब प्रश्न नम्बर हामी अर्को घमा जाउँ। घमा भनेको छ हामीलाई 8x क्युब प्लस 1/x क्युब अर्थात् 1/x क्युब छ। यो भनेको चाहिँ हामीले 2x क्युब बनाउन सक्छौँ। यो भनेको चाहिँ 1/3 को होल क्युब बनाउन सक्छौँ। अब यसलाई ए क्युब र बी क्युबको फर्ममा लगाउँ। पहिला सबभन्दा पहिला हामीले घको गर्दैछौँ यहाँ, यसलाई मैले सारेँ। सबभन्दा पहिला हामीले यसलाई 2x को होल क्युब बनाउन सक्छौँ, यसलाई 1/x को होल क्युब बनाउन सक्छौँ। अब ए क्युबको ए क्युब प्लस बी क्युबको सूत्र के हो? ए प्लस बी 2x भयो, ए भनेको बी भनेको 1/x छ, त्यही लेख्यौँ। अब अर्को के हो त? पक्कै पनि बुझ्नुभयो, ए स्क्वायर हो। ए स्क्वायर भनेको 2x को होल स्क्वायर भयो, माइनस एबी हो। ए भनेको 2x छ, बी भनेको 1/x छ, त्यही भयो, अनि प्लस लास्टमा त बी स्क्वायर हो, 1/x को होल स्क्वायर भयो, बी स्क्वायर भएर। अब हामीले यसलाई चाहिँ जस्ता जस्तै लेख्यौँ। अब यसलाई चाहिँ 2 × 2 4 भयो है, 4x स्क्वायर भयो, माइनस अनि यहाँ 2x माथि गुणन भयो, डिभाइडेड बाई x भयो, प्लस 1/x स्क्वायर भयो। अब तपाईँले बुझ्नुपर्ने कुरा योलाई चाहिँ जस्ता जस्तै लेख्यौँ, 4x स्क्वायरलाई पनि जस्ता जस्तै लेख्यौँ, माइनस अब यो x क्यान्सल भयो, भाग भएर 2 बच्यो, माइनस 2 बच्यो, प्लस 1/x स्क्वायर बच्यो। यति नै यसको एन्सर हुन्छ। आयो, सजिलो लाग्यो। प्रश्न नम्बर मा चाहिँ यो ए प्लस बी को होल क्युब छ नि, यो भनेको नै एउटा क्युब हो, भनेको यो भनेको नै ए क्युब हो, अनि ए 1 छ नि, यो भनेको बी क्युब हुन्छ है। सम्झिनुहोस्, यहाँ फेरि तपाईँले ए प्लस बी को होल क्युबको सूत्र लगाउनु होला, फेरि तपाईँले अनि गलत गर्नुहुन्छ। ए प्लस बी को होल क्युब छ नि, यो भनेको चाहिँ ए क्युब हो, यो भनेको चाहिँ बी क्युब हुन्छ है। अब त्यही गर्ने हो हामीले। सबभन्दा पहिला त्यही गरौँ। ए प्लस बी को होल क्युब प्लस 1, अनि ए प्लस बी को होल क्युब प्लस 1 को होल क्युब। ए क्युब प्लस बी क्युब भयो है, यो ए क्युब, यो बी क्युब। अब यसको सूत्र के हो त? ए प्लस बी हो। ए भनेको त ए प्लस बी छ, अनि बी भनेको त प्लस 1 छ, त्यो ए प्लस बी भयो। अब अलिकति तपाईँले कन्फ्युज होला, बुझ्नु होला है। यो भनेको ए हो, ए प्लस बी भनेको, र त्यसमा प्लस 1 जोडियो। अब ए प्लस बी अब भन्यो
र ए स्क्वायर भनेको ए प्लस बी को होल स्क्वायर भयो ए स्क्वायर माइनस अब एबी हो ए भनेको ए प्लस बी इन्टु बी भनेको 1 अब बी स्क्वायर भनेपछि 1 स्क्वायर है। अब योलाई चाहिँ जस्ता लेख्यौँ हामीले यहाँसम्म। अब ए प्लस बी को स्क्वायर छ नि यो भनेको चाहिँ तपाईँले पक्कै पनि बुझ्नुहुन्छ अर्थात् यसलाई हामीले अहिले जस्ता लेख्यौँ। अब एबी इन्टु 1 गरेपछि एबी भयो अब प्लस 1 भयो। अब यसलाई हामीले ए स्क्वायर माइनस बी स्क्वायर ए स्क्वायर प्लस ए प्लस बी को होल स्क्वायर ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायरको फर्ममा लगिदियौँ माइनस यो भनेको के हो त ए प्लस बी प्लस 1 भयो। अब हामीले यसलाई जस्ता लेखेका छौँ। अब यो छ नि यसलाई हामीले गुणन गरिदियौँ मतलब पक्कै पनि तपाईँले कुरा बुझ्नुभयो यो यससँग गुणन गरिदियौँ। अब यो खोल्दाखेरि अब जस्तै यसलाई अगाडिबाट गुणन गरे पनि हुन्छ पछाडिबाट गरे पनि हुन्छ र तपाईँले बुझ्नुपर्ने कुरा एउटै नै हो है। अब यहाँ प्लस हो प्लस लेखिहालौँ ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर जस्ता लेख्यौँ अनि माइनस यहाँ छँदैछ त्यसैले अब माइनस ए भयो अनि माइनस प्लस माइनस भयो अनि त्यसपछि यो प्लस 1 त छुट्टै थियो है। अब यहाँ बुझ्नुपर्ने कुरा अब यहाँ केही क्यालकुलेसन हुने हो कि हुने होइन हुँदैन त्यसैले यति नै एन्सर भएको छ। आई होप तपाईँले यो कुरालाई पक्कै पनि सम्झिनु भयो र बुझ्नुभयो है। अब प्रश्न नम्बर 6 यो x को पावर 6 प्लस y को पावर 6 छ अर्थात् यो भनेको चाहिँ के हो भनेपछि x को पावर 6 प्लस y को पावर 6 भनेको x को स्क्वायर माथि क्यूब प्लस y को स्क्वायर माथि क्यूब मतलब y को स्क्वायर माथि क्यूब भनेपछि अब 3 दुना 6 भयो 3 दुना 6 भयो घाताङ्क माथि घाताङ्कको घाताङ्क हुँदा गुणन गरिन्छ त्यसैले अब यो त के भयो त यो चाहिँ अब 1 क्यूब भयो यो चाहिँ b क्यूब भयो। अब 1 क्यूब a प्लस b हो पहिला अब x स्क्वायर छ a प्लस a भनेको y स्क्वायर छ b भनेको a स्क्वायर प्लस b स्क्वायर भयो अनि a स्क्वायर माइनस ab प्लस बी स्क्वायरको फर्ममा यहाँ भयो ए स्क्वायर भनेको एक्स स्क्वायर छ बी स्क्वायर भनेको चाहिँ वाइ स्क्वायर छ यसै अनुसार गरेका हौँ। अब एक्स स्क्वायर प्लस वाइ स्क्वायर भयो एउटा फर्म र अर्को फर्म भनेको एक्स पावर 4 माइनस एक्स स्क्वायर वाइ स्क्वायर प्लस 4 वाइ को पावर 4 यसको एन्सर भएको छ। आयो पक्कै पनि तपाईँलाई सजिलो भयो। यस प्रकार हामीले यी क्वेसनहरूलाई सल्भ गऱ्यौँ र खण्डीकरण गरेर सक्यौँ। अब प्रश्न नम्बर 6 मा भनेको छ तल दिएको अभिव्यञ्जकको खण्डीकरण गर्नुहोस्। यहाँ विभिन्न क्वेसनहरू रहेका छन्। कमा भनेको अब यहाँ माइनसको रूपमा छ यसलाई अब हामीले ए क्यूब माइनस बी क्यूबको सूत्रलाई सम्झिनुपर्ने हुन्छ पक्कै पनि आयो तपाईँले सम्झिनुहुनेछ मतलब ए क्यूब माइनस बी क्यूबको है। अघि हामीले ए क्यूब प्लस बी क्यूबको लेखेका थियौँ अहिले अब ए क्यूब माइनस बी क्यूबको सूत्र हेर्नेछौँ है यसै अनुसार गर्नेछौँ। तल दिएको अभिव्यञ्जकको खण्डीकरण गर्नुहोस् भनेको छ। अब सबभन्दा पहिला सोल्युसन एन्ड हियर लेख्नुपर्छ। सोल्युसन लेख्यौँ प्रश्न नम्बर कमा चाहिँ 250 मिटर m को पावर 4 माइनस 2 मिटर छ। अब यहाँबाट 2m चाहिँ 2 मिटर चाहिँ मतलब मिटर होइन है त्यो 2m चाहिँ कमन आयो। अब 125 m क्यूब माइनस 1 बच्यो। अब 125 इन्टु 2 गरे 250 हुन्छ नि त त्यसैले 2 कमन आएको त्यहाँ। अब यो भनेको चाहिँ 5m को होल क्यूब भयो ए क्यूब भयो। अब 1 भनेको चाहिँ अब के भयो त पक्कै पनि तपाईँलाई थाहा छ यो चाहिँ 1 को क्यूब भयो अर्थात् ए क्यूब माइनस बी क्यूब भयो। अब ए क्यूब माइनस बी क्यूबको सूत्र भने ए माइनस बी अनि ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर। आई होप सम्झिनु भएको छ यो सूत्र तपाईँले। अब अगाडिको फर्ममा हामीले लेख्दै गयौँ र अब 5m को होल स्क्वायर भयो र 5m को होल स्क्वायर भनेको चाहिँ त्यो के हो त 125 m स्क्वायर र 5m प्लस 1। अब तपाईँले यहाँ चाहिँ ए क्यूब प्लस माइनस बी क्यूबको सूत्र सम्झिनुपर्छ ए माइनस बी ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर यसलाई सम्झिनु होला पुग्छ यसै अनुसार गरेर एन्सर आएको। अब प्रश्न नम्बर खमा भनेको छ वाइ क्यूब एक्स क्यूब वाइ माइनस 64 वाइ क्यूब छ। यहाँबाट हामीले वाइ कमन लगिदिएपछि एक्स क्यूब माइनस 64 वाइ क्यूब बच्यो। अब यसबाट हामीले यसलाई ए क्यूब यसलाई बी क्यूब बनाइदिउँ 8 को 4 को वाइ क्यूब बनाइदिउँ अर्थात् 4y को होल क्यूब बनाइदिउँ। अब यसबाट यो भनेको ए क्यूब यो भनेको बी क्यूब ए माइनस बी अनि ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायरको रूपमा लग्यौँ र यसलाई क्यालकुलेसन गर्दा कति आउला त अब यो एक्स माइनस 4y जस्ता जस्तै भयो एक्स स्क्वायर माइनस 4xy प्लस 16y स्क्वायर यति नै यसको के भयो त एन्सर भयो। यस प्रकार हामीले यो क्वेसनलाई सजिलै यहाँ सल्भ गर्न सक्छौँ। अब प्रश्न नम्बर गमा भनेको छ 64 पी क्यूब भनेको पी को पावर 6 र क्यू को पावर 3 छ। अब यसलाई हामीले लेख्दाखेरि यसलाई सम्झिनुपर्ने कुरा है तपाईँले भनेपछि यो भनेको 4 भयो पी स्क्वायर भयो जस्ता जस्तै अब ए क्यू त क्यूब छ जस्ता जस्तै भयो र अब 3 दुना 6 गरेपछि अब यो पी को पावर 6 पनि हुन्छ है यसलाई सम्झिनु होला। ए क्यूब माइनस बी क्यूब भयो। अब यसको सूत्र भने ए माइनस बी अनि त्यसपछि ए स्क्वायर प्लस
2ab सरी ab प्लस b स्क्वायर। अब यही फर्ममा लाग्दाखेरि तपाईँले यहाँ यो चाहिँ अलरेडी स्क्वायर भन्ने कुरा बुझ्नु होला है। अनि अरू यही तरिकाले गरेर यहाँ एन्सर निकालेका छौँ। अब प्रश्न नम्बर अर्को हेरौँ। घमा भनेको यो चाहिँ छुट्टै ए क्युब हो है, यसलाई सम्झिनु होला। यो भनेको चाहिँ छुट्टै ए क्युब हो। अब यो भनेको चाहिँ अब यसलाई बी क्युब बनाऊ, त्यसको लागि हामीले 2 इन्टु ए प्लस बीको पुरै होल क्युब बनाउनु पर्ने हुन्छ। अब भने चाहिँ अब घ यस प्रकारको रहेछ, मैले सारे फेरि पनि नसार्नु पर्ने रहेछ। अब हामीले यहाँ 2 इन्टु ए प्लस बीको होल क्युब बनायो। अब यो बी क्युब यो ए क्युब भयो। अब यो सूत्र के हो त ए प्लस ए माइनस बी हो। ए भनेको ए माइनस बी अलरेडी छँदैछ, माइनस 2ab 2 इन्टु ए प्लस बी। अब यो भनेको ए हो, यो भनेको बी हो, अर्थात् यो भनेको के हो त ए, यो भनेको ए, यो भनेको बी, अर्थात् ए माइनस बी लेख्यौँ। अब यो अलिकति लामो छ है, कन्फ्युज नहुनु होला तपाईँहरू। अब ए स्क्वायर भनेपछि ए माइनस बीको होल स्क्वायर भयो, प्लस एबी भनेपछि ए माइनस बी इन्टु अब बी भनेपछि 2 इन्टु ए प्लस बी। अब अनि प्लस 2 इन्टु ए प्लस बीको होल स्क्वायर भयो, बी स्क्वायर भनेपछि। अब यो भनेको ए माइनस बी होइन, अनि माइनस यो माइनसले यहाँ खोलिदिउँ हामीले 2 इन्टु ए 2a, अनि यो माइनसले यता खोलिदिएपछि माइनस 2b भयो। अब त्यसपछि अब यसमा यो ए स्क्वायर माइनस बी स्क्वायरको सूत्र ए स्क्वायर, ए माइनस बीको होल स्क्वायरको सूत्र ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर, अनि प्लस यो ए माइनस बी जस्ता जस्तै भयो। अनि यो भनेको चाहिँ 2a प्लस 2b भयो, अनि यो भनेको 2a, अनि मतलब यो भनेको 2 को पावर 2 भएपछि 4 भयो, 4 इन्टु ए प्लस बीको होल स्क्वायर भयो। अब यसमा चाहिँ हामीले माइनस 2b माइनस मतलब यहाँ हामीले ए माइनस बी माइनस 2aबाट ए घटाउने माइनस ए बच्छ, अनि माइनस 2bबाट माइनस ए घटाए माइनस 3b बच्छ है। त्यही कुरा लेखेको मैले यो कन्डिसनमा यहाँ। अब माइनस ए भयो है, यो माइनस 2aबाट ए घट्यो भने ए भयो, माइनस ए भयो, किनकि माइनसको चिन्ह ठुलो छ, माइनस 3b भयो है, जोडेर त्यो माइनसको चिन्ह ठुलो भएको कारणले गर्दा हो। अब हामीले यस कन्डिसनमा गर्दाखेरि ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायरको जस्ता जस्तै छ। अब हामीले यहाँ के गरिदिउँ भने चाहिँ यो अर्को यहाँको कन्डिसन है। अब यो यसमा चाहिँ हामीले अलिकति यहाँ सम्झिनुपर्छ है तपाईँले। अब यहाँनिर मैले के गर्ने त्यो हेर्छु मैले। अब यो भनेको यो दुईवटा पदको गुणन गरिदिएँ मैले, ए माइनस बी र 2a प्लस 2bको 2a स्क्वायर भयो यो, अनि त्यसपछि योसँग गुणन गर्दा है, अनि 2ab भयो, अनि माइनस अब यो माइनस अब 2ab भयो, अनि यो माइनस यता माइनस गराइदियो 2b स्क्वायर भयो, प्लस अब यो 4 अब यो भनेको फेरि ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर भयो। अब यसपछि फेरि अब हामीले यो कन्डिसनलाई चाहिँ यहाँ लेखिरह्यौँ, यसलाई अहिले हामीले पछि खोल्छौँ। अब यसमा चाहिँ अब यो माइनस 2ab र यो प्लस 2ab यसरी हामीले काटेका छौँ यहाँ, यिनीहरूलाई मिलाएर लेख्दाखेरि। र यो 4ले चाहिँ यो सबैमा गुणन गरेको यो स्टेपमा, अरू केही छैन। अब चाहिँ हामीले यो माइनस 2ab र प्लस 2ab काटेका हौँ, र यसैअनुसार अरू पनि यहाँ भगाभग कट्दै रहन्छन् होला, पक्कै पनि नकटे पनि। अब कति बच्यो यहाँ यो बचेको कुरा लेख्यौँ। र अब ए स्क्वायर भएकोलाई जोड्नुहोस्, 4a स्क्वायरमा ए स्क्वायर 5a स्क्वायर भयो, प्लस अब 6ab भयो, माइनस 2ab माइनस अनि त्यो प्लस 8bबाट प्लस 6ab भयो, अनि प्लस बी स्क्वायर कसरी भयो भनेपछि यो प्लस 2b स्क्वायरबाट माइनस 2b स्क्वायर घटेपछि नै अर्को पनि होला माइनस बी स्क्वायर, प्लस बी स्क्वायरको रहेछ, त्यसैले यो पनि यो भयो है, यो भयो। त्यसपछि अब 2a स्क्वायर यहाँ जस्ता जस्तै बच्यो, माइनस 2ab बच्यो, प्लस 4b स्क्वायर बच्यो है। अब यसबाट यो बी स्क्वायर लेखेका हामीले। अब यो 5a स्क्वायरमा 2a स्क्वायर जोडे 7a स्क्वायर प्लस 6ab प्लस बी स्क्वायर माइनस 2b स्क्वायर प्लस 4b के भयो त स्क्वायर भयो। अब हामीले यसबाट माइनस कमन फेरि लगिदिन पाइयो है। अब 7a स्क्वायर प्लस 6ab यो जस्ता जस्तै हामीले लेखिसकेपछि अब चाहिँ हामीले माइनस कमन लगिदिनु पर्यो। कसरी लग्ने माइनस कमन त्यो पक्कै पनि आउँछ होला तपाईँलाई। यो 4b स्क्वायरबाट यो 2b स्क्वायर घटेको है, त्यसैले 2b स्क्वायर बच्यो। अब यहाँबाट हामीले माइनस कमन लगिदिउँ। अब माइनस कमन लगिसकेपछि चाहिँ अब पहिला यो कन्डिसनलाई चाहिँ मैले कपी गरेँ कि जस्तो लाग्यो मलाई। 7a स्क्वायर 6aबाट ल हामीले 2bबाट फेरि यो 3b लामो गरेँ मैले अहिले, 3b स्क्वायर जोडेको नै हो यसमा पनि, यो जोडियो। अब चाहिँ हामीले यहाँ माइनस कमन लगिदियौँ। यो माइनस कमन लगिसकेपछि चाहिँ अब यो माइनसले गुणन गरेपछि प्लस ए भयो, अब माइनसले गुणन गरेपछि 3b भयो। अब यो माइनस यति नै हो र अरू यहाँको पद जस्ता जस्तै भयो, यति नै एन्सर भएको छ। पक्कै पनि बुझ्नुभयो होला। अब हेर्दैछौँ आजको लागि प्रश्न नम्बर 9 र चलाई।
र ङ र च पनि यसै खालका छन्। यो भनेको a क्युब हो, यो भनेको b क्युब हो। यसै कन्डिसनले गर्ने हो। अब मैले अलि छिटो गरेँ है। x क्युब डिभाइड बाई y क्युब माइनस y क्युब डिभाइडेड बाई x क्युब छ। अब x डिभाइड बाई y को होल क्युब माइनस y डिभाइड बाई x को होल क्युब। अब यो a क्युब भयो, b क्युब भयो। अब a माइनस b a स्क्वायर माइनस ab प्लस b स्क्वायरको फर्ममा लग्यौँ र यसै अनुसार यसलाई गर्दाखेरि एउटा यो आयो, अर्को यो आयो। अब यसै अनुसार तपाईँले पक्कै पनि बुझ्नुहुन्छ र अर्को यसै अनुसार हामीले गरेपछि x इन्टु x है। र अब यो यसरी गरेपछि यहाँ y क्यान्सल भयो, x क्यान्सल भएपछि भनेपछि यहाँ 1 बच्यो है, 1 बच्यो र यहाँ यसरी गयो। यति नै एन्सर भएको छ। अब प्रश्न नम्बर 6 अपन भएर नडराउनु होला है। यो x हो, यो y नै हो, मतलब यो a हो, यो b हो र यिनीहरूको क्युब बनाएका हौँ हामीले है। अब a क्युब भनेपछि x डिभाइड बाई y हो भन्ने कुरा सम्झिनु होला। यसै अनुसार एन्सर पनि निकालेका छौँ। क्षमा छ। अब p क्युब माइनस 1 बाई p को होल क्युब। अब यो भनेको a क्युब हो, 1 डिभाइडेड बाई p को होल क्युब बनाइदिउँ, b क्युब बनाइदिउँ र a माइनस b a स्क्वायर माइनस ab प्लस b स्क्वायरको फर्ममा लगिसकेपछि यसरी गर्दाखेरि कति आउला त पक्कै पनि यो p र p क्यान्सल बाई 1 बच्यो। यति एन्सर भएको छ। यस प्रकार हामीले यो गरिसकेपछि अब हेर्दैछौँ हामी आजको लागि अन्तिम प्रश्न, प्रश्न नम्बर 7। एउटा x फिट किनारा भएको एउटा घनाकार कोठाको मुढाबाट 7 फिट लम्बाइ भएको घनाकार टुक्रा काटेर निकालेपछि उक्त काठको मुढामा कति घनफिट काठ बाँकी रहला भनेको छ। x इज ग्रेटर देन 7 फिट भनेको छ है। यसलाई सम्झिनु होला र अब यसै अनुसार गर्ने हो हामीलाई यो कन्डिसन एउटा बुझ्नुपर्ने कुरा छ है। x इज ग्रेटर देन f फिट भनेको छ र x इज लेस देन छैन है, यहाँ लेस छैन, ग्रेटर देन छ, यसलाई बुझ्नु होला। र अब यहाँ ठुलो छ, यसलाई बुझ्नु होला। र यसमा प्रश्नबाट चाहिँ हामीले लम्बाइलाई चाहिँ x फिट मान्यौँ र यहाँ x नै छँदैछ अलरेडी। आयतन v1 बराबर चाहिँ l क्युब है। आयतन त तपाईँलाई थाहा छ पक्कै पनि के हो, त्यो a क्युब हो र अर्थात् l क्युब हो। अब यसै अनुसार x को क्युब भयो र 7 फिट लम्बाइ भएको घनाकार टुक्रा काटेर निकालेपछि आयतन v2 बराबर चाहिँ 7 फिटको होल क्युब भयो। अब यो भनेको चाहिँ 343 फिट क्युब भयो र अब यसलाई नै गर्दाखेरि अब बाँकी कति रह्यो होला भने चाहिँ घटाउने हो है। अब यसै अनुसार अब बाँकी रहेको भनेपछि अब v बराबर v1 माइनस v2। अब x क्युबबाट 343 फिट क्युब घटायो भने चाहिँ आउला भन्ने कुरा हो र मान नभएको कारणले गर्दा हामीले यहाँ सूत्र प्रयोग गरेन। यति नै हामीलाई आवश्यक छ है। यस प्रकार हामीले यो कुरालाई सल्भ गर्यौँ। यससँगै आज हामीले कक्षा 9 को अनिवार्य विषय गणितको पाठ 9 मा रहेको खण्डीकरण फ्याक्टराइजेसन अन्तर्गत रहेको अभ्यास 9.1 लाई कम्प्लिट सोलुसन गरेर सकेका छौँ। आई होप यो भिडियो तपाईलाई पक्कै पनि मन पर्यो। भिडियोलाई लाइक गर्नुहोला र च्यानलको लागि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र तपाईले पक्कै पनि अहिलेसम्म मैले भनेअनुसार है तपाईले पक्कै पनि सबै कुराहरू बुझ्नुभयो होला र केही डाउट छन् भने कमेन्ट गर्नुहोला र अगाडिका च्याप्टर हेर्नु भएको छैन र साइन्सका पुरै सोलुसन हेर्न मन छ भने यहाँ प्लेलिस्टको मैले यहाँ प्लेलिस्टको लिङ्क नै यहाँनिर छ, तपाईले हेर्न सक्नुहुन्छ, त्यहाँ क्लिक गरेर हेर्नुहोला। धन्यवाद, नमस्कार।